नेपाल र युए बीच खेल हुँदै सिरिज फ्लड लाइटमा राति हुने। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाल र युए बीच 2 खेलको सिरिज हुने भएको छ। खेल कीर्तिपुर क्रिकेट स्टेडियममा फ्लड लाइटमा हुने भएको हो। टियुमा पहिलो पटक सिरिज फ्लड लाइटमा हेर्न पाइने भएको छ। सिरिजको खेल अप्रिल 20 र 21 अर्थात् वैशाख 7 र 8 मा हुनेछन्। दुवै खेल बेलुका पख 5 बजेबाट सुरु हुनेछ। दर्शकहरू रात्रिकालीन खेल हेर्न उत्साहित देखिएका छन्। अहिलेसम्मको हेड टु हेड रेकर्ड यस्तो छ। आजसम्म नेपाल र युए बीच 11वटा खेलमा भेट भएको छ, जहाँ नेपालले 6 र युएले 5 खेलमा जितेको इतिहास छ। टी20 विश्वकप 2026 अघि युए र नेपाल बीच वार्म अप खेलमा भेट भएको थियो। सो खेलमा नेपालले युएलाई 7 विकेटले हराएको थियो। उक्त खेलमा युएले दिएको 146 रनको लक्ष्य नेपालले 17 ओभरमा 3 विकेटको क्षतिमा पूरा गरेको थियो। नेपालको जितमा आरिफले 37 बलमा अभिजित 61 रन बनाए। उपकप्तान दिपेन्द्र सिंह ऐरीले 31 बलमा 50 रनमा नट आउट रहे। नेपाल 45 रन बनाउँदा 3 विकेट गुमाएको थियो। सोही अवस्थादेखि नै यी दुई मिलेर शतकीय साझेदारी गरेका हुन्। त्यस खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 145 रन बनाएको थियो। युएका लागि शोएब खानले सर्वाधिक 38 रन बनाए। हर्षित कौशलले 31 रन बनाए। नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले भने 1 विकेट लिए। यो सँगै टियुमा हुने नेपाल र युए बीचको खेलमा कसले जित्ला त? समग्रमा नेपालको प्रदर्शन कस्तो रहला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नभुल्नुहोला। र यो सँगै यस्तै खेलकुद समाचार र अपडेटका लागि भने बेनोजबिस्ट युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।